सेरे खोला नुहाउन गएको बुढी मामा माथि अरू चाहिँ अटोमा आउनुहुँदैछ त्यहाँदेखि त झर्ना अरू चाहिँ उयो गरेर देखाउँ हामी चाहिँ यहाँ बाइक लिन तानेर हिँड्दै हिँड्दै जाँदैछौँ नजिकै भनेर आइएको तर धेरै टाढा रहेछ अरू चाहिँ अटोमा आउनुहुँदैछ कहाँ आइपुग्नुहुन्छ कुनै आउन चाहिँ आइपुग्यौँ तर अब नुहाउने ठाउँमा चाहिँ आइपुगेको छैनौँ हामीहरू पहाडको बाटो त्यही पनि कच्ची बाटो खोला चाहिँ बजेको सुनिँदैछ यहाँबाट चाहिँ कतिखेर पुग्ने हो अझै थाहा छैन बाइकहरूको यहाँ स्ट्यान्ड रहेछ यो चाहिँ यहाँदेखि त चाहिँ बाइक जाँदैन झोलुङ्गे पुल चाहिँ आइपुग्यो यहाँ मुनि चाहिँ नुहाउने ठाउँ रहेछ कस्तो डर लाग्दो आमाइ त हेर्नु त कस्तो लाग्यो त यहाँ आएर राम्रो छ है हावा कति छ है हामीहरू चाहिँ झोलुङ्गे पुल कटेर अनि त्यसपछि अर्को बाटो आएर अनि त्यसपछि हामी नुहाउने ठाउँमा चाहिँ पुग्छौँ मलाई त डर लाग्छ मामाले हल्लाउँदै हल्लाउँदै आउनु हुँदैछ मलाई चाहिँ डर लाग्छ हेर्नुहोस् त ढुङ्गाहरू कत्रो कत्रो छ हाम्रो यो सेरे खोलामा कुन त कताबाट आउँछ यताबाट आइज नि यता यताबाट ढुङ्गा अझै हामी पुगिसकेकै छैनौँ हामी खेल्ने ठाउँमा चाहिँ अझै पुग्न बाँकी नै छ पहाड हेर्नुहोस् पहाडमै आइसक्यौँ हामीहरू पौडी खेल्न हामीहरू चाहिँ खोलामा पौडी खेल्न थाल्यौँ तर धेरै बेर चाहिँ खेल्न पाएन हामी एकछिन केही खेल्न मात्र लागेको थियौँ कस्तो पानी पर्न थाल्यो अनि पानी परेपछि खोलाबारी आउँछ भनेर हामीहरू चाहिँ घरतिर लाग्यौँ हाम्रो ब्लग यहीँ सक्यो।